बाउ मर्दा पनि हिन्दू संस्कार छाडे। अपराधीहरूले चिल्लो लामो कपाल राखेर, चिल्लो कपडा लगाएर अनि मुखमा मास्क लगाउँदै बाको अन्तिम दाह संस्कार गरे भन्दै सामाजिक सञ्जालभरि आलोचनाको बीज यति धेरै रोपिएको छ कि माइ गॉड, के भन्नु क्या। के भन्दिन, तपाईहरूलाई एउटै मात्रै कुरा भन्छु। काठमाडौँका मेयर बालेन शाहको विभिन्न टिक्का टिप्पणीहरू गरिरहँदा उसकै कामका कुराहरूलाई लिएर टिक्का टिप्पणी गर्नुहोस्, अफिसियल कुरा जुन हो त्यो कुरालाई मात्रै समातेर टिक्का टिप्पणी गर्नुहोस्। गर्नै छ यदि भने, होइन भने उसका बाउ समाउने, होइन उसका छोराछोरी समाउने, उसका घर परिवार समाउने, उसका श्रीमती समाउने गरेर चाहिँ इस्यु बनाउँदै कुराहरूको बीचमा पसेर चाहिँ तनाव दिने काम नगर्नु होला है। कोही मान्छे मर्दा खुसी हुने अनि कोही मान्छे मरेको कुरालाई समेत नछोडेर टिक्का टिप्पणी गर्ने हाम्रो यो समाजभन्दा माथि तपाईहरूको सोच उठोस्, मेरो यो सर्वप्रथम कामना छ। अनि त्यसै गरी अर्को कुरा के भन्न चाहन्छु भने कतिजनाले चाहिँ कमेन्टहरूमा के भन्नुभएको छ भन्दाखेरि चाहिँ बालेनको बाउको नाम समेत सुनेका थिएनौँ, मरेपछि चाहिँ आज यस्तो उस्तो भनेर भन्छन् क्या। तपाईँ हामीले मेयर बालेनको नाम नसुन्नु अगावै मेयर बालेनको बाबाले आफ्नै विरासतमा नेपालमा आयुर्वेदिक वैद्य खानाहरूको चाहिँ उहाँले यस्तो धेरै प्रमोट गर्नुभएको, त्यसलाई जगेर्ना गर्नुभएको, होइन बचाउनु भएको भन्ने चाहिँ अग्रजहरूबाट सुन्न पाइन्छ। आफ्नै साथीभाइ र आफ्नै पपुलारिटी आफैले कायम गरेर आफ्नो जिन्दगीलाई सफल बनाएको मान्छे हो। यसर्थमा पनि सफल कि एउटा मेयरको चर्चा एउटा प्रधानमन्त्री राष्ट्रपतिको भन्दा धेरै भइरहेछ कि आज त्यस्तो सपुत पनि हामीलाई छोडेर जानुभएको छ। त्यसै गरी मेयर बालेनको बाबालाई चाहिँ चिन्दैनौँ यस्तो उस्तो भनेर भनिराख्न चाहिँ हाम्रो नैतिकताले नदेला कि। त्यसै गरी अर्को कुरा, बालेनको बा बितिसकेपछि बालेनले आफ्ना बालाई खाल्टो खनेर पुरुन् कि घाटमा लगेर जलाउन् कि बीच रोडमा यत्तिकै फालुन् कि उहाँलाई जसरी इच्छा लाग्छ त्यसै गरी दाह संस्कार गरून् कि त्यसमा तपाईँ हाम्रो टाउको दुखाइको विषय होइन है। बालेनले यसो गर्यो उसो गर्यो भनेर तपाईँले टाउको दुखाउनु पर्दैन। तपाईँ आफ्नो बाको चाहिँ राम्रोसँग दाह संस्कार गर्नु होला। आफ्नो बाउको दाह संस्कार कसरी गर्ने, कसरी गरे भन्ने कुरामा टाउको दुखाउनु होला है। बालेनले कसरी गर्यो भन्ने कुरामा होइन। र अर्को कुरा, मधेस समुदायमा जेठो सन्तानले काजक्रिया गरे हुन्छ है। सबै समुदायको आफ्नै नीति नियम चाल चलन परम्परा संस्कार सबै कुरा छ। तसर्थ उसको बाउको काजक्रिया उसैलाई गर्न दिनुहोस्। तपाईँ आफ्नो बाउको राम्रो गर्नु होला, गर्नुभयो होला। यत्रो टाउको दुखाउन सामाजिक सञ्जालमा रोइलो गर्न केही आवश्यक छैन। बितेर जानुभएको मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस्। जय पशुपतिनाथ।